नमस्कार सम्पूर्ण साथीहरूलाई मधु पोल्ट्री फार्मिङ ब्लगमा सम्पूर्ण साथीहरूलाई मेरो युट्युब च्यानल हेरेर बस्ने सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै धन्यवाद छ। साधारणतया कुखुराको रोगहरू 3 प्रकारले तपाईको परिचालन गर्न सकिन्छ। एउटा छामेर, एउटा देखेर, एउटा सुनेर। यो ट्रिक चाहिँ लगाउनु होला। यो 13औं दिनमा आइसकेका छन्। 13औं दिनमा आजको दिनमा बिहानको पानीमा तपाईहरुले भ्याक्सिन लगाउने साथीहरुको लागि भन्दैछु है। भ्याक्सिन लगाउने साथीहरुको लागि लगाएर आउनु भएको छ, लगाइरहनु हुन्छ सधैँ रेगुलर भनेपछि तपाईहरुको लागि आजको दिन बिहानको पानीमा वाटर गार्ड पानी सफा गर्ने औषधि हाल्नु होला। सबैभन्दा राम्रो यो एसिड प्याक 4A भन्ने छ, तपाईको यो हाल्न सक्नुहुन्छ। यो अति राम्रो छ है। यो पनि हाल्न सक्नुहुन्छ, जुनै पनि हाल्न सक्नुहुन्छ। यो हाल्दा अति बेस्ट हुन्छ। 600 पर्छ 1 लिटरलाई है। यो भनी तपाईको बिहानको पानीमा सादा पानी, रातिको पानीमा पनि सादा पानी हाल्नु होला भ्याक्सिन लगाउने साथीहरुले। अब भ्याक्सिन नलगाउने साथीहरुले चाहिँ आजको 13औं दिनमा आएर बिहानको पानीमा वाटर गार्ड पानी सफा गर्ने औषधि हाल्नु होला भनी र पानी दिनु होला भनी रातिको पानीमा साथीहरुले पानी सफा गर्ने औषधि हालिसकेपछि यो ओसिमिन भन्ने भिटामिन, अब यो क्याल्सियम के यो भिटामिनै पर्छ। यो क्याल्सियम खुवाउनु होला। क्याल्सियममा विभिन्न अब अंगुर, सेउ, सुन्तला कुनै पनि आउन सक्छ। तपाईको हजारौं किसिमको हुन्छ, तर तपाईको मैले चाहिँ यो ओसिमिन भन्ने फ्लवरमा आएको छ। त्यसकारणले गर्दा मैले यो ओसिमिन चलाउँछु है। यो कुखुरा भेडा ट्याक्क देखाएको छ। ओसिमिन भन्छ हो। यो क्याल्सियम तपाईहरुले चलाउँदा अति नै उत्कृष्ट हुन्छ है। यो सबभन्दा बेस्ट क्याल्सियममा यही मैले मानेको छु। यो चलाउन सक्नुहुन्छ। 600-700 कति पर्छ समथिङ, 700-800 त्यही हो। भन्दै तपाईको त्यो पनि जानकारी मैले साथीहरुलाई आज 13औं दिनको भिडियोमा बनाएर जानकारी गरे। सामान्यतया यही नै हो। तपाईको आजको दिनबाट तपाईहरुले 0 दानालाई बाई गरेर 1 दाना चलाउनु होला। अब 0 दाना कसरी चलाउने हुन्छ भन्ने सन्दर्भमा भिडियो लामो भए पनि अन्तसम्म हेर्नु होला। 0 दाना र तपाईको 1 दानालाई यो 13औं दिनमा साधारणतया तपाईको 100 कुखुरा बराबर 50 किलो दाना खानु पर्दछ। 100 कुखुरा बराबर 50 किलो दाना खानु पर्छ। कुखुरा खासै राम्रो भएन, त्यसकारणले गर्दा 12औं दिनमा सकिसक्न पर्ने कुखुराले आज 13औं दिनमा आउँदा लगभग सकिसके मेरो। अब आजको दिन फिड चेन्ज हुन्छ। फिड चेन्ज मतलब 0 खाने कुखुरा अब 1 नम्बर दाना खानु पर्छ। योमा ध्यान दिनुपर्छ, एकदम राम्रो तरिकाले ध्यान दिनु होला है। 1 नम्बर दाना र 0 दाना। अब यसलाई के गरेर खुवाउने भन्ने कुरो डाइरेक्ट नहाल्नु होला। 0 दाना र तपाईको 13औं दिनमा आइसकेपछि तपाईहरुले दानाको मात्रा कति छ के छ हैन, बरु एक्स्ट्रा दाना थपेर हुन्छ कि 0 लाई हैन। तपाईले पहिलो दिनमा 40% 40-60 गर्नु होला। 0 दानालाई तपाईहरुले 60% गर्नु होला भनेसी 1 नम्बर दानालाई 40% गराएर 13औं दिनको दिन आज हालिन्छ भने 14औं दिनमा गएपछि 50-50 गरेर हाल्ने। बुझ्नुभयो? 14औं दिनमा गएपछि दुईटा बराबर गरेर मिक्स गर्ने। दुईटा एकदम घोल्ने, घोलिसकेपछि मिक्स गरेर दाना हाल्ने। तेस्रो दिनपछि तपाईहरुले बल्ल 1 पूर्ण रूपले 1 दाना नै रेगुलर हाल्न सकिन्छ, हाल्न सक्नुहुन्छ। त्यसो गर्दा कुखुराले पाचन प्रणाली, खानेपानी, बेहोरा, आचरण, पचाउने सब बराबर हुन्छ हैन। त्यसको सन्दर्भमा तपाईहरुलाई मैले अब मेडिसिन पनि भन्दै गएको छु, औषधि पनि भन्दै गइरहेको छु है। आजको दिन यो भन्दा बढी यो सन्दर्भमा बढी नभनौ, किनकि भोलिको दिनको भिडियो तपाईहरुले 14औं दिनको भिडियो तपाईहरुलाई भोलि 14औं दिनको भिडियोलाई फेरि राख्नु नि पर्ने हुन्छ। 14औं 15औं मैले भनिसके। आजको दिन के हाल्ने, कस्तो हाल्ने भनेर भिडियोमा मैले यथार्थ जानकारी नै गरिसके अवस्था छ साथीहरु। त्यसैले गर्दा
फेरि आजबाट फिड चेन्ज गर्नुपर्छ 13औं दिनमा। सामान्यतः 14 दिन खुवाउनै पर्छ भन्छन्, त्यो हुँदैन। अहिले 50 किलो खाएपछि भयो तपाईँको अब मोर्या ख्याउटे चल्ला, मोर्या त्यो भँगेरा जस्ता उन्नी त्यस्तो छ भने चाहिँ तपाईँले एउटा ट्रिक पनि हुन्छ, त्यो फेरि अर्को भिडियोमा बनाउँला। 30 दिनसम्म 0 खुवाउने, 30 दिनपछि हजुरको 2 नम्बर दाना डाइरेक्ट हालेर पनि खुवाउन सकिन्छ है त्यस्ता कुखुराहरूलाई। तर अहिले चाहिँ मैले जो हालिरहेको छु, जे आफ्नो सो बुद्धिले हैन विवेक बुद्धि विवेक प्रयोग गरेर जो गरिरहेको छु त्यही अनुसारको प्रत्यक्ष हेर्नुहोस्। कुखुरा ठ्याक्कै ल हेर्नुहोस्, कुखुरा सुते यसरी सुत्छ है, हेर्नुहोस् देख्नुभयो? कुखुरा सुत्यो भने त्यसो गर्छ, खुट्टा पसाएर त्यो पनि मोराया हो नि कि जस्तो देखिन्छ। कोही त मोराया जस्तै सुत्छ कुखुरा, एकदम राम्रो खाएर खसी खाएर मोटा उगाएर सुत्छ नि, टन्न पारेर त्यस्तै सुत्छ नि कुखुरा पनि हैन। त्यो छ भन्दै भिडियो अति नै लामो भइसक्यो। त्यस कारणले गर्दाखेरि साथीहरू अब यो डिङ्गर चाहिँ दिनको 2 चोटि कम्पलसरी सफा गर्नु होला। अब मेरो सफा गर्ने कार्यक्रम सुरु हुँदैछ। कुखुरा अत्याधिक गर्मी भएको कारणले गर्दा यहाँनिर यो ठुलो फ्यान पनि चलिरहेको अवस्था छ हामीसित। फ्यानले सर्र पारेछ। अहिले गर्मी आज 38 डिग्री छ यो दाङदेउखरीमा, तराईको जिल्ला पर्छ यो भित्री मधेस। त्यसैले गर्दा गर्मीमा फ्यान पनि चलाइन्छ हामीहरूले। माथि टिन छ, टिन माथिबाट खरको छानाहरू पनि छ हैन। हेर्नुहोस् पल्लो खरको पनि देख्न सक्नुहुन्छ, खरको छाना हैन। त्यसपछि तपाईँहरूको त्यही अनुसार कुखुराहरू तयारी गरेर उत्पादन हुन्छ। हेर्नु होला दरखानाको दिन। अब यिनी कुखुरा हेर्दै जानुहोस् भिडियोमा कत्रो हुँदै जान्छन्, 0 देखि हिरोसम्म है साथीहरू। 1 दिनदेखि 40 दिनसम्मको दैनिकीको भिडियो अपडेट गर्दै गइरहेको छु र मैले सो अपनाएर जो तरिकाले भनेको छु त्यही अनुसार मैले हालि पनि रहेको छु है। औषधि पानी दाना पानी अब मैले यहाँ पानी सफा गर्ने बेला भयो भन्दै अब किसान साथीहरूलाई मैले जानकारी गर्दै अब भोलि 14औं दिनको भिडियोमा उपस्थित हुने बाचाको साथ अहिलेलाई 13औं दिनको भिडियोलाई अन्त गर्न चाहे। हवस् त, नमस्ते, बाई बाई।